1 गतेदेखि सुरुवात गरेको आज 18 गते 18 जना उहाँहरू अलिक सकमा पर्नु भएको थियो क्या कसरी पुर्याउनु भयो लौ न भनेर 7,000 राख्यो भने पनि पानी बत्ती वाइफाई फोहोर यतिको केही नभए पनि तपाईँको 2,000 जति आइसकेको हुन्छ 10,000 भयो यता त 12,000 तिर्यो भने त 3 सिटरमा त खान बस्न सबै आयो त्यो त हामीले 10,000 भनेर नै हाम्रो आकलन अनुसार खाना ओर्नु त के पनि आएको छैन कसरी चाहिँ पुर्याउनु भएको थियो त वास्तवमा त्यतिखेर चाहिँ अहिलेको जस्तो अलिक टाइट थिएन भ्यालीमा हामी एकदम बेलुका चाहिँ पोस्टर टाल्थ्यौँ पोस्टर टालेरै होस्टेल बोइज होस्टेल भनेर यो हामीले माघको टाइममा खोलेको यो अफ सिजन पर्ने रहेछ क्या ठ्याक्कै माघको बेला चाहिँ हजुर अनि फेरि झन्डै 2 लाख रुपियाँ भाडा तिर्नुपर्ने एकदम गाह्रो हुन थाल्यो तर के चाहिँ भने हामीले चाहिँ अलिकति सुरुमा स्ट्रगल गर्यो 98 44 68 27 86 यो नम्बरमा चाहिँ फोन गरेर आउन सक्नुहुन्छ हुलाक टिभीको अर्को एउटा भिडियोमा तपाईलाई स्वागत छ आज चाहिँ कुरा खानाको पनि होइन धेरै जसो मैले काठमाडौँको स्पेशली शनिबारको दिन फुर्सदको बेला निस्केर यसो बाहिर निस्केर भात खाना निस्केको बेला भिडियो बनाउने गर्छु नि त म तर आज भातको होइन काठमाडौँमा कोठा पाउन कति धेरै गाह्रो छ है यो बीचमा एकजना उहाँ हुनुहुन्छ हजुरको शुभ नाम मेरो मदन ओझा उहाँले चाहिँ होस्टेल खोल्नु भएको छ के बोइज होस्टेल केटाहरूको लागि कोठा खोज्न नपर्ने यति झन्झट गर्न परेन भाती उन्नी पकाउन परेन हैन होस्टेल खोल्नु भएको छ पाथिभरा बोइज होस्टेल भनेर नाम राख्नु भएको छ सो उहाँको कुरा सुनौँ आज चाहिँ है किनकि अलिकति फरक खालको हुन सक्छ भिडियो त्यो हुनाले मलाई जहाँसम्म लाग्छ तपाईहरुले पनि हेर्नुहुन्छ भनेर है सो तपाईले चाहिँ यो बोइज होस्टेल चाहिँ पाथिभरा बोइज होस्टेल खोल्नु भएको चाहिँ कति भयो अहिले ठ्याक्कै माघ 1 गते 6 वर्ष पुरा भएर अब 7 वर्षमा टेक्दैछ 7 वर्षमा निकै लामो समय पो भएछ त लामै समय भयो है हजुर लामो समय भयो लामै समय भयो कोरोना काल पनि काट्यो हैन कोरोना कालमा चाहिँ के थियो तपाईको होस्टेल खुल्ला भयो खुल्लै मतलब बन्दै भयो कि अथवा कस्तो भयो अहिलेको स्थिति भन्दा झन्नै राम्रो थियो राम्रो थियो कोरोना कालमा हजुर त्यतिखेर चाहिँ यो सीए क्लासहरु नेपालमा अलि काठमाडौँमा भनौं न मेन गरी अलि राम्रोसँगले सञ्चालन भयो त्यतिखेर 23-24 जना चाहिँ बसेको थियो अहिलेको अवस्था चाहिँ कस्तो छ होस्टेल यदि खोल्दै हुनुहुन्छ भनेदेखि तपाईको सुझाव के छ बिजनेस हैन कस्तो हुन्छ एउटा मान्छेले होस्टेल खोल्यो भने के कुरामा ध्यान दिन पर्ला सबै कुरा एकचोटी बताइदिनु अहिलेको स्थितिमा चाहिँ के अलि गाह्रो छ किनभने भ्यालीमा स्टुडेन्ट बाहिरबाट आउन छोडे मेन गरी चाहिँ सबै विदेशै जान थाले कि क्या हो त्यस्तै देखिन्छ लहर पनि अब यही बसेको बोइजहरु पनि तपाईको 1 वर्षमा 5th 6th सेमेस्टर पुर्याएर पनि पछाडीबाट जान्दै हुन्छ हजुर पुर्याएर पनि छोडेर जान्छन् विदेशकै लागि भने अहिलेको स्थितिमा चाहिँ के अलि गाह्रै छ त्यो स्थितिमा पहिलेको भन्दा चाहिँ के गाह्रो छ कोरोना कालमा त हामीलाई अलिकति टिक्न गाह्रो चाहिँ हाम्रो भगवान जस्तै घरबेटी पाएर पनि हो उहाँले 50% डिस्काउन्ट पनि दिनुभएको थियो अनि प्लस स्टुडेन्टहरु पनि 17-18 जनादेखि 23 जना चाहिँ यही नियमित बस्ने थिए त्यो भएपछि अलि सजिलो भयो अहिले तपाईको यो बोइज होस्टेलमा कतिवटा कोठाहरु छन् अहिले चाहिँ ठ्याक्कै हामीसँग 32 वटा कोठा छन् 32 वटा कोठाहरु छ 32 जना बस्नुहुन्छ कि अथवा कस्तो छ अहिले राख्नको लागि 52 जना मिल्छ 52 जना मिल्छ हजुर कसरी छ हैन अब चुरो कुरोतर्फ लागौं म चाहिँ कसरी दिइराख्नु भएको छ त्यसमा रुम फरक खालको छन् सिंगल एटेजमा बस्नुहुन्छ भने तपाईलाई 18,000 रुपैयाँ जति पर्छ 18,000 मा के आयो त्यसमा बिहान चिया नास्ता अथवा नर्मल्ली कालो चिया र बिस्कुट त्यसपछि खाना बिहान 8:45 देखि 11 बजेसम्म भात खाना पाइयो त्यसपछि दिउँसो 2:30 देखि 3:30 सम्म नास्ता पाइयो फेरि बेलुका खाना पाइयो खानामा अब बेलुका चाहिँ हामी 3 टाइम चिकन दिन्छौं हप्तामा
त्यसमा प्लस अरू चाहिँ कुनै पनि आइटम नदोरिने गरी सब्जी चाहिँ फरक फरक खालको सब्जीहरू दिनुहुन्छ त्यसमा अब 18,000 वाला प्याकेजमा चाहिँ सबै हाम्रो सबै भयो त्यसमा चाहिँ सबै कोठामा जो जो बस्नुहुन्छ उहाँलाई खानामा एउटै भयो होइन अब कोठाको हेरेर चाहिँ जस्तो कि नर्मल कोठामा सिङ्गल सिट बस्नुहुन्छ भने 15,000 जति हामीले अहिले लिइरहेको छौँ एउटा कोठा जस्तै 18,000 वालामा चाहिँ एउटा कोठा हुन्छ अट्याच बाथरुम हुन्छ सिङ्गल आफू एक्लै बस्न पायो होइन 18,000 वाला प्याकेज अर्को चाहिँ अब नर्मल रुममा सिङ्गल बस्छु भन्ने हो भने 15,000 छ अहिले त्यो कोठामा चाहिँ अट्याच बाथरुम हुँदैन भन्ने कुरा बुझ्नु पर्यो अरू खाने लाउने सबै एउटै नै हो खाने लाउने चाहिँ होइन खाने कुरा भयो लाउने लुगाको चाहिँ लुगा पनि धुन पर्दैन भन्ने कुरा थियो हैन लुगा पनि हामीले मेसिनमा धोइदिन्छौँ बस उहाँहरूले लगेर सुकाएर आफै उठाउनु पर्यो त्यति हो बस त्यति हो अनि अर्को चाहिँ नर्मल रुममा अब डबल सिटर हो भने चाहिँ दुईजना बस्ने चाहिँ अहिले 12,500 रुपियाँमा हामी राख्दैछौँ 12,500 हजुर 3जना बस्ने हो भने 12,000 रुपियाँ 3जना बस्ने हो भने 12,000मा हजुर 3जना बस्न 12,000मा एउटा कोठामा 3जना बस्यो हजुर 12,000 रुपियाँ तिर्न पर्यो अनि त्यसपछि खानेकुरा सबै अघिकै जस्तो 18,000 वाला नै कुरा भयो त्यो खाने बस्न वाइफाई सबै त्यही भयो वाइफाईदेखि सबै कुरा भयो स्पेसली मलाई जहाँसम्म लाग्छ विद्यार्थीहरूको लागि त यो त राम्रो कुरा हो नि है किनकि आफैले हरेक कुरा तपाईँको एउटा कोठा ल्याऊ त्यो कोठामा चाहिँ गएर पकाऊ तुल्याऊ होइन सबै सामानहरू जोडजाम गर कति गाह्रो हुन्छ अहिलेको ठ्याक्कै करेन्ट टाइममा पनि तपाईँको यो एरियामा 7-8,000 भन्दा तल कोठा पाइँदैन 7,000 राख्यो भने पनि पानी बत्ती वाइफाई फोहोर यतिको केही नभए पनि तपाईँको 2,000 जति आइसकेको हुन्छ 10,000 भयो यता त 12,000 तिर्यो भने त 3 सिटरमा त खान बस्न सबै आयो त्यो त हामीले 10,000 झन् हाम्रो आकलन अनुसार खाना गर्नु त केही पनि आएको छैन तर 12,000मा पनि सबै आयो नि त फेरि लुगा पनि धुनु परेन उसले काठमाडौँमा स्पेसली भेल्ली बाहिरबाट आउनेहरूको लागि त पानीको समस्या हुन्छ है एक त अनि अर्को कुरा चाहिँ लुगा धुनलाई साह्रै गाह्रो सिङ्गल बस्नुहुन्छ भनेदेखि तपाईँ मात्रै यो भिडियो जसले हेरिराख्नु भएको छ तपाईँले धेरै याद गर्नुभयो होला लुगा धुऊ होइन आदि इत्यादि गर्नलाई धेरै गाह्रो पनि हुन्छ अझ स्टुडेन्टहरूलाई त होइन धेरै सजिलो पनि भयो एकचोटि रुम पनि हेरौँ न हुन्छ यता पनि म बालिदिन्छु है त यो कोठा सफा गर्ने ओर्ने पनि तपाईँहरू आफूले गरिदिनुहुन्छ हामी भ्याकुम क्लिनर हामी दिन्छौँ झाडु पनि हामी दिन्छौँ कोठामा हामी स्टाफ चाहिँ पठाउँदैनौँ बाँकी हामी सफा गर्ने चाहिँ हाम्रै जिम्मा हो हरेक कुरा रिस्क हुन सक्छ हैन हामी सिंगल एटेजमा चाहिँ स्टाफ पठाउँदैनौं हजुर रुम चाहिँ यस्तै नै छ भनौं न यही नै हो रुम चाहिँ यही हो हजुर कसरी सुरुवात गर्नुभयो तपाईले यो बोइज होस्टलको मतलब कन्सेप्ट हुन्छ नि मान्छेहरूले होटल खोल्छन् कुनैले रेस्टुरेन्ट खोल्लान् हैन कुनैले मतलब बिजनेस हुन्छ नि के गर्छन् तपाईले चाहिँ यस्तो भयो म पनि स्टुडेन्ट नै हो म पनि झापा ताप्लेजुङबाट झापा पढ्न +2 आए त्यसपछि +2 पढ्दा पढ्दै दिदीको बिहे भयो 12 मा एक्लै बस्नुपर्ने स्थिति आयो अनि त्यसपछि अब त्यही त हो अब भर्खर +2 पढेको केटा बिग्रिन्छ यतात्यता घरमा अलिकति गाली गर्न थाल्नुभयो कि ताप्लेजुङ आउनु पर्यो कि काठमाडौँ जानु पर्यो भने म चाहिँ अब काठमाडौँ ताप्लेजुङ जानु भन्दा काठमाडौँ जानु नै अलि बेटर हुन्छ भनेर म काठमाडौँ आएँ काठमाडौँ आएको एक महिना जति चाहिँ ठुलो बुवाको छोरासँग बसेँ अनि त्यसपछि चाहिँ हैन यसरी बसेर हुँदैन भनेर चाहिँ दिदीसँग सल्लाह गरेर अब रुम छुट्टै बस्नु फ्ल्याट लिएर भन्दा बरु होस्टेल खोलौँ भनेर त्यसरी सुरुवात गरियो होस्टेलको सुरुवात त्यसरी भयो फेरि अब हामीलाई सुरुवातमा थाहा थिएन यो हामीले माघको टाइममा खोलेको यो अफ सिजन पर्ने रहेछ के ठ्याक्कै माघको बेला चाहिँ हजुर अनि फेरि झन्डै 2 लाख रुपैयाँ भाडा तिर्नुपर्ने एकदम गाह्रो हुन थाल्यो तर के चाहिँ भने हामीले चाहिँ अलिकति सुरुमा स्ट्रगल गरियो हामीले 1 गतेबाट गाह्रो हुन्छ भन्छन् नि त सबैभन्दा पहिला त हैन हजुर हजुर सुरुमा चाहिँ बरु स्टाफै नराखी म दिउँसो जब गर्थेँ अनि दिदीले हेर्नुहुन्थ्यो दिउँसो बिहान बेलुका चाहिँ बरु आफै खाना बनाउने भनेर सुरु गरियो तर हामीले 1 गते सुरुवात गर्दा एकजना स्टुडेन्टबाट सुरु गरेको
18 गते पुग्दा 18 जना पुगेको थियो क्या 18 जना स्टुडेन्ट आए अनि हामीलाई फेरि यसको एसोसिएसन हुन्छ भन्ने पनि थाहा थिएन सुरुवातमा त अनि एसोसिएसनको मान्छेहरू चाहिँ कसको अनुमतिमा खोल्नुभयो भन्ने अनुमति त्यस्तो नि हुँदो रहेछ यहाँ त्यस्तो हुँदो रहेछ सुरुवातमा हामीले केही पनि थाहा भएन अनि कुरा गर्दै जाँदाखेरि चाहिँ कति छन् स्टुडेन्ट यता त्यता भन्न थाल्नुभयो अनि हामीले चाहिँ 1 गतेदेखि सुरुवात गरेको आज 18 गते 18 जना उहाँहरू अलिक सकमा पर्नु भएको थियो क्या कसरी पुर्याउनु भयो लौ न भनेर कसरी चाहिँ पुर्याउनु भएको थियो त वास्तवमा त्यतिखेर चाहिँ अहिलेको जस्तो अलिक टाइट थिएन भ्यालीमा हामी एकदम बेलुका चाहिँ पोस्टर टाल्थ्यौँ पोस्टर टालेरै होस्टेल बोइज होस्टेल भनेर अहिलेको जस्तो समय चाहिँ हाल्दैन थियो त्यो च्यात्ने चाहिँ हप्ता 10 दिनमा फेरि हेर्न जाँदा त्यो ठाउँमा च्यातिएको चाहिँ मार्केटिङ तपाईँले मार्केटिङको जुन हुन्छ नि स्टाइल चाहिँ चेन्ज गरेर चाहिँ त्यसरी सक्सेस पाइएछ त्यो भयो अनि पछिल्लो दिनमा त अब डिजिटल मार्केटिङमै जाने स्थिति छ डिजिटल मार्केटिङमै जानुपर्ने हुन्छ त्यस्तै छ अहिलेसम्मको हेर्दाखेरि है कस्तो चलिरहेछ त पाथिभरा बोइज होस्टल अब अहिलेसम्म अब कति युवाहरू बाहिरी राखेको छ हजुर देशभन्दा बाहिर अहिलेसम्म चाहिँ कोही युरोप गइरहेछन् कोही कता गइरहेछन् होइन अस्ट्रेलिया गइरहेछन् अमेरिका गइरहेछन् होइन यो अवस्थामा कुनै एकजना युवाले नेपालमै अथवा काठमाडौँमै बसेर केही न केही आफ्नो उद्यम गरिरहेको छ भनेदेखि त्यो चाहिँ राम्रो कुरा हो नि त होइन अब कस्तो छ तपाईँको चाहिँ अहिलेको स्थितिमा त अलिक च्यालेन्जिङै छ योभन्दा अगाडि अलिक सहज थियो अन्त अब यो यस्तो नरहला अब सर्टेन टाइम तपाईँलाई के लाग्छ विद्यार्थीहरू नै आउन छोडे भ्यालीमा त विद्यार्थी अलि आउन छोडे नै भन्छु म आफै पनि पढेको कलेजमा गएँ भने कमै छ म त बिबिएस पढेको मान्छे सुरुवातमा फर्स्ट इयरमा पढ्दाखेरि 4वटा 5वटा सेक्सन हुने क्याम्पसमा अहिले 2वटा भन्दा छैन विद्यार्थीको कमी महसुस तपाईँले गर्नुभएको छ जसले गर्दाखेरि धेरै कुराले इफेक्ट पारेको छ नि त होइन त्यसमध्येमा होस्टेल जुन तपाईँले खोल्नु भएको छ त्यो भनेको विद्यार्थीहरू नै त हो बस्ने होइन प्रायः सुरुवातमा चाहिँ विद्यार्थी लक्षित नै हुन्छ तर 50% विद्यार्थी भयो भने 50% चाहिँ जब होल्डर हुनुहुन्छ अथवा लोकसेवा पढ्न आउने तयारी गर्न आउनेहरू पनि हुनुहुन्छ हजुर ओके ठिक छ तपाईँको अब प्रमोसन पनि हुन्छ अथवा भनौँ यो भिडियो हेरेर जो कोही बस्नु भएको छ कोही कसैलाई अथवा आफ्नो मान्छेहरूलाई होस्टल चाहिएको छ भनेदेखि पाथिभरा होस्टलको चाहिँ फोन नम्बर तपाईँले दिन सक्नुहुन्छ हुन्छ 9844 68 27 86 यो नम्बरमा चाहिँ फोन गरेर आउन सक्नुहुन्छ अथवा बुझ्नु होला त्यस पछाडि के कति छ बाहिर अरू बुझ्न पनि पाइयो के सुविधा छ के छैन कस्तो ठाउँमा छ त्यो सबै हेरेर तपाईँहरू आउन सक्नुहुन्छ धन्यवाद